यसै गरी हाम्रो अर्को क्वेसन छ हुन्स रुल फर म्याक्सिमम मल्टिप्लिसिटी भनेर है। यो पनि सर्ट नोट्समा आउने क्वेसन हो, यो पनि 2.5 मार्क्समा आउँछ। 2070, 71 र 76 साल 3 चोटि चाहिँ यो सोधिसकेको छ है। अब यसले के भन्छ सर्टसर्ती हेरौँ, यो एकदमै सजिलो छ है, मैले बुझाइराख्नु पर्दैन, सर्टसर्ती रिभिजन गरिदिन्छु है। सबैभन्दा सजिलो यो लाग्छ है मलाई। एकर्डिङ टु हुन्स रुल है, हुन्स रुलले चाहिँ के भन्छ भनेपछि इलेक्ट्रोन्स आर फर्स्ट फिल्ड सिङ्गली है। जस्तो यो इलेक्ट्रोन फिल हुने बेलामा सुरुमा एउटा मात्रै इलेक्ट्रोन फिल हुन्छ, अनि सेकेन्ड है यसमा पनि सुरुमा एउटा, यसमा चाहिँ के भयो सुरुमा एउटा फिल भयो, त्यसपछि अर्को एउटा भयो, त्यसपछि अर्को भयो, फेरि फिल गर्नु पर्दा अनि अब बल्ल त्यसपछि दोस्रो यसमा हुन्छ, त्यसपछि यसमा हुन्छ, त्यसपछि यसमा हुन्छ है। सुरुमा के भनेको चाहिँ यो रुलले इलेक्ट्रोन्सहरू चाहिँ फर्स्टमा सिङ्गल मात्रै फिल हुन्छ भनेको छ है। अर्को चाहिँ के भनेको छ पियरिङ चाहिँ डिजेनरेटेड ओर्बिटल्सहरुमा मात्रै हुन्छ है। पियरिङ हुने भनेको चाहिँ नर्मल ओर्बिटलहरु भन्दा नि डिजेनरेटेड ओर्बिटलहरुमा मात्रै चाहिँ पियरिङहरु हुने भयो। जस्तै यो चाहिँ अलग अलग छुट्टिएको डिजेनरेटेड ओर्बिटल भयो नि, यसमा चाहिँ पियरिङ भएको छ है, त्यही भनेको छ। अर्को के भनेको छ orbitals having same energy level are called degenerative orbitals. Degenerative orbitals भनेको के हो त एनर्जी लेभल सेम हुनु है। ल अर्को के छ हाम्रो इलेक्ट्रोनिक कन्फिगरेसन विथ मैक्सिमम मल्टिप्लिसिटी फल्स लोएस्ट इन द एनर्जी है। हाम्रो के रे इलेक्ट्रोनिक कन्फिगरेसनहरु जसको धेरै मैक्सिमम मल्टिप्लिसिटीहरु छ त्यसको चाहिँ एनर्जी मात्रै लो हुन्छ भनेको छ, अरु केही पनि हैन है। अनि एउटा कुनै पनि इलेक्ट्रोनिक कन्फिगरेसनको एक्जाम्पल देखाइदिनु होला। मैले यहाँ चाहिँ नाइट्रोजनको देखाएको छु है, 1s2 2s2 2p3 भनेर है त। ल यति नै छ हुन्स रुलमा, 2.5 मार्क्समा आउँछ, यति लेख्दा इनफ हुन्छ है। ल अर्को क्वेशन हामीहरुको 2080 मा लास्ट इयर सोधेको छ, 1.5 गरेर 3 मार्क्समा सोधेको छ। यो दुईवटा क्वेशन है, डिफाइन दुईटैको डिफाइन मात्रै गर्नुपर्ने हो, 1 मार्क्सको सोध्नु पर्ने, 1.5 मार्क्सको सोधेको छ, पुरा एउटै हो है। के भनेको चाहिँ स्ट्यान्डर्ड इलेक्ट्रोड पोटेन्शियल र डिफाइन इक्विभ्यालेन्ट कन्डक्टेन्स भनेर है। अब यस्तो डेफिनेसनहरु त यस्तो क्र्याश कोर्समा त्यति खासै नआउनु पर्ने हो, तैपनि यो एकदम इम्पोर्टेन्ट भएर यो यसमा राख्दिएको छु है। यो बाहेकको इम्पोर्टेन्ट क्वेशनहरु तपाईहरु आफै पनि पढ्ने गर्नु होला, हैन भने हाम्रो क्र्याश कोर्समै भएको टोटल्ली कोर्सहरु तपाईहरुलाई इनफ हुन्छ। टोटल हामी 25-30 वटा लङ क्वेशन हाइली इम्पोर्टेन्ट क्वेशनहरु यसरी नै गर्छौं है। नोट्सहरु बनाइराख्नु होला, आजैदेखि पढ्न सुरु गर्नु होला। तपाईहरुको एक्जाम आइसक्यो, पास मात्रै हुनुपर्ने हैन कि अलि राम्रो मार्क्स ल्याउनु पर्ने छ है। ल स्ट्यान्डर्ड इलेक्ट्रोड पोटेन्शियल भनेको के हो त? स्ट्यान्डर्ड इलेक्ट्रोड पोटेन्शियल इज द मेजर भनेको के हो, कुनै पनि मापन गर्ने एउटा तरिका भनौं न, यो एउटा तरिका भन्छन् नि। एसईपी इज द मेजर अफ पोटेन्शियल अफ अ रिएक्सन अकर्स एट इलेक्ट्रोड प्रेजेन्ट एट स्ट्यान्डर्ड स्टेट। के भनेको छ भनेपछि मेजर अफ पोटेन्शियल अफ अ रिएक्सन, कुनै पनि रिएक्सनको पोटेन्शियल के छ त, क्षमता के छ त, त्यसैको बारेमा कुरा गर्छ यसले। अकर्स एट इलेक्ट्रोड, केमा अकर गर्छ, यो चाहिँ इलेक्ट्रोडमा। इलेक्ट्रोडहरु भनेको के हो, दुईवटा टुक्राहरु हुन्छ नि, जस्तो हामीहरुले चाहिँ यस्तो यो गर्ने बेलामा यता एनोडमा अनि एनोड क्याथोड भनेर हुन्छ नि, यो चाहिँ इलेक्ट्रोडहरु हो है। त्यति नै भन्न खोजेको छ। र कन्डिसनहरु चाहिँ स्ट्यान्डर्ड हुनुपर्छ, स्ट्यान्डर्ड स्टेटमा। भन्नुको मतलब कन्सन्ट्रेसनहरु चाहिँ 1 m हुनु पर्यो, मोलार कन्सन्ट्रेसन है। अनि टेम्परेचर चाहिँ रुम टेम्परेचर हुनु पर्यो 25 डिग्री सेल्सियस, र प्रेसर चाहिँ हाम्रो एटमोस्फियरिक प्रेसर नै हुनु पर्यो 180 m। त्यति नै भनेको छ है। यसमा 1.5 मार्क्सको लागि मात्रै छ, सजिलै छ। अर्को के छ डिफाइन इक्विभ्यालेन्ट कन्डक्टेन्स भनेर, यो पनि 1.5 मार्क्सकै लागि आयो। ल इक्विभ्यालेन्ट कन्डक्टेन्स भनेको के रहेछ त, द कन्डक्टेन्स अफ अल द आयन्स प्रेजेन्ट बाई प्रोड्युस्ड बाई 1 ग्राम इक्विभ्यालेन्ट अफ एन इलेक्ट्रोलाइट इन अ गिवन सोल्युसन। ल सुरुमा चाहिँ क्वेशन के छ, इक्विभ्यालेन्ट कन्डक्टेन्स। इक्विभ्यालेन्ट भनेको के हो तपाईहरुलाई थाहा छँदैछ, इक्विभ्यालेन्ट पढ्ने विद्यार्थीलाई है। इक्विभ्यालेन्ट भनेको बराबरी है। अहिले हामी के को इक्विभ्यालेन्टमा छु त, +2 को इक्विभ्यालेन्ट गरेर आउँ नि त यो कोर्समा, +2 सँग बराबरी। त्यस्तै यसमा के भनेको छ इक्विभ्यालेन्ट कन्डक्टेन्स। कन्डक्टेन्स भनेको के हो, कन्डक्टर। यहाँदेखि करेन्ट पास गराए यता कन्डक्ट भयो कि भएन, कन्डक्टेन्स है, त्यही भन्न खोजेको हो। कन्डक्टेन्सकै इक्विभ्यालेन्ट गर्न खोजेको हो है यसमा, त्यति मात्रै। द कन्डक्टेन्स अफ अल द आयन्स प्रोड्युस्ड बाई 1 ग्राम इक्विभ्यालेन्ट अफ एन इलेक्ट्रोलाइट है। 1 ग्राम इक्विभ्यालेन्ट इलेक्ट्रोलाइट लियम हामीले, कुनै पनि इलेक्ट्रोलाइटहरु 1 ग्राम लियम, र त्यसमा प्रोड्युस हुने सबै
आयनहरूको कन्डक्टेन्स है जुन सोल्युसनमा हुन्छ त्यसैलाई नै इक्विभ्यालेन्ट कन्डक्टेन्स भनेको। सिम्पली इक्विभ्यालेन्टको मिनिङ मात्रै थाहा पाउनु, कन्डक्टेन्सको मिनिङ थाहा पाउनु, यो लेख्न सकिन्छ है। ल यसलाई डिनोटेड बाई यो वाला साइन है। यो साइनलाई के भनिन्छ मलाई पनि थाहा भएन, तर यो डिनोट हुने भनेको चाहिँ यस्तो ए वाला साइनले बिचमा लाइन नतान्नु होला है। ल यति नै छ अहिलेसम्मको सर्ट नोट्सहरूमा पनि। सर्ट नोट्स हामीहरूले यो मिलाएर टोटल कतिवटा गरिसक्यौँ, 5वटा गरिसक्यौँ। यो 5वटा हाइली इम्पोर्टेन्ट सर्ट क्वेसनहरू हो 2.5 मार्क्सको लागि हो भने सकेसम्म यो ब्याचमा पनि यो 5वटाबाट पर्छ होला, एउटा कि दुइटै पर्न पनि सक्छ है। यति नै। अब जाम हामी अर्को क्वेसनमा है त।